नमस्कार यहाँहरू सबैलाई समदर्शन वार्ताको यो अर्को श्रृङ्खलामा हामी फेरि उपस्थित भएका छौँ। आज हामी योगिनी एकादशीको अवसर पारेर योगिनी एकादशीको महात्म्य के रहेछ र यो हाम्रो जीवनमा यसलाई कसरी इम्प्लिमेन्ट गर्न सकिन्छ भन्ने विषयमा चर्चा गर्छौँ र साथै आज हाम्रो संवितका परम पूज्य गुरु मस्तराम बाबाको महासमाधिमा लीन हुनुभएको पुण्यतिथि पनि परेको छ र यो अवसरमा हामी मस्तराम बाबाका बारेमा अरू कुराहरू थाहा पाउँछौँ। उहाँको साधना, उहाँका विचारहरू र हाम्रो संवित जो मस्तराम बाबाको निकै नै एउटा भक्त अथवा फलोवर छन्, उनको जीवनमा मस्तराम बाबाका यी कुराहरूले कसरी असर गरेका छन्, के कस्ता प्रभावहरू पारेका छन् भन्ने विषयमा है। त्यसैले अब कुराकानी सुरु गरौँ। हुन्छ। गुड मर्निङ। सुरुमा यो गरौँ, हाम्रो यो योगिनी एकादशीको तिथि परेको छ आज। नमस्कार जयजी। योगिनी एकादशी के हो त? के अन्य एकादशी भन्दा यो के हिसाबले भिन्न छ, अथवा एकादशी नै के हो? वाइ एकादशी? एकादशीमा व्रत बस्ने गर्ने भने त हामी सबैले सानैदेखि सुनेको हो, तर किन गरिन्छ? एकादशीको सट्टा चतुर्दशीमा किन व्रत बसिँदैन, अथवा हैन दशमीमा किन बसिँदैन? एकादशी नै किन? एकदमै राम्रो प्रश्न सुदर्शन। म पनि पहिला सोध्थेँ हैन। मेरो घर त अब एकदमै नै एकादशी मान्ने, एकदम यो सबै धर्म कर्मलाई जे भनेको छ त्यो सबै मान्ने, पूर्णिमादेखि लिएर औँसी एकादशी सबैको कुरा हुन्थ्यो। अनि यो एकादशी के हो भनेर सोध्थेँ म। यो चाहिँ नि भगवानको दिन हो, राम्रो। हाम्रो बच्चाले जसरी बुझ्छ त्यही अनुसारमा भगवानको दिन हो। भगवानले एकदम व्रत पावर आउँछ यो दिनमा चाहिँ। व्रत बस्यो भने अरू दिनभन्दा व्रत पावरफुल छ भन्ने टाइपले जवाफ दिसिन्थ्यो मेरो घरमा चाहिँ। अनि मैले यो सोच्दै जाँदाखेरि चाहिँ कस्तो लाग्यो भने, साइन्टिफिक तरिकाले नै सोच्ने हो भने, हाम्रो डे टु डेमै सोध्ने हो भने पनि, जसरी हामी चाहिँ नि हामीले युज गर्ने सबै कुरालाई ऊ चाहिन्छ, रेस्ट चाहिन्छ। हाम्रो गाडी पनि हामीले कुदाइ गऱ्यो भने त्यो गाडी कुनै न कुनै बेला ब्रेकडाउन भएर बिग्रिन्छ हैन। कुनै कम्पनीहरूको मेसिनहरू पनि चलाचली गर्न मिल्दैन। कम्पनीहरूको मेसिनलाई पनि रोकेर तेल सेल हाल्ने हैन, त्यो फ्याक्ट्रीमा बनाउनलाई पनि ट्युनअप गर्ने गरिरहनुपर्छ। त्यस्तै हाम्रो शरीरलाई पनि डे टु डे त्यही भात दाल तरकारी हामी जे खान्छौँ खाइरहेर ब्रेकै नपाउने, हाम्रो डाइजेस्टिभ सिस्टमहरू कसैले नि ब्रेकै नपाउने भयो नि त हैन। एकदम साइन्टिफिक हो। भनेको मतलब यो पाचन प्रणालीलाई अलिकति केही मात्रामा रेगुलर बेसिसमा एउटा एक किसिमको विश्राम चाहिन्छ भन्ने कुरो भयो हैन। विश्राम चाहिन्छ, किन हामीले देख्ने सबै कुरालाई चाहिन्छ त्यो। अनि त्यसको लागि हामी यो व्रतमा तर एकादशी नै किन? त्यसको सट्टा अरू नै दिन किन हुँदैन? हो। अब त्यो चाहिँ नि गहिराईमा, अब पौराणिक गहिराईमा, यो हाम्रो यो के अरे यो शास्त्रीय गहिराईमा गएर अब ज्योतिष शास्त्र सबैको नक्षत्र तारा नक्षत्रको कहाँ चाहिँ नि अलाइनमेन्ट भएर किन त्यो दिन चाहिँ एकादशी भयो, 15 दिनमा किन आयो भन्ने कुराको आफ्नै विस्तृत विवरण होला त्यसमा हैन। त्यो त त्यसमा त म ज्ञाता होइन, थाहा छैन। तर मैले जति वरिपरि गरेको, मेरो हजुरबुवादेखि लिएर मेरो आमा बुवाले प्र्याक्टिस गरेको देखेँ, ओहो आज त खानै हुँदैन। हुँदा नक्सालमा म जन्मिया हुर्किया ठाउँमा कस्तो थियो भने, एकादशीको दिनमा बगरेलले शुद्ध आफ्नो पसललाई बन्द गर्थ्यो। अहिले औँसी पनि त्यस्तै हुन्थ्यो। अहिले त कहाँ गइसक्यो त्यो हैन, छरपष्टै भइसक्यो। हाम्रो संस्कृति धर्म यसरी नाश भयो कि अहिले त अब त्यो कन्सेप्टै छैन हैन। तैपनि अब जतिले जोगाएको छन् एकादशी द्वादशी सबै कुरा, एकादशीको त्यही हो। तर योगिनी एकादशी जुन आज परेको छ, तिमीले जुन अघि भनेको थियौ, त्यो चाहिँ आज। अनि मेरो परम गुरु मस्तराम बाबाको पनि महासमाधिको दिन आज, उहाँले समाधि लिसेको दिन हैन। अनि मेरो घरमा त त्यो समाधि लिसेको दिन 1986 पछि हरेक वर्ष नै यो एउटा उत्सव जस्तो गरी मेरो आमा मम्मी चाहिँ नि जीवित रहन्जेलसम्म गरिन्थ्यो। अब
महात्म्य के छ योगिनी एकादशीको महात्म्य के छ भनेर मैले चाहिँ च्याट जिपिटीलाई पनि समराइज गर भनेर गरेको थिएँ। यहाँ चाहिँ यसो लेखेको छ योगिनी एकादशीको, म खर्र पढेर सुनाइहाल्छु। Yogini Ekadasi is one of the sacred Ekadasi observance dedicated to Lord Vishnu. According to the Brahma Vivarta Purana, observing this Ekadasi with sincere devotion, fasting, prayer, and remembrance of God is said to purify the mind, remove the effects of past misdeeds, and help one progress towards spiritual liberation. Its deeper message is that true purification comes not merely from abstaining from food, but from controlling senses, cultivating compassion, seeking forgiveness, and keeping the mind observed in the divine. For many devotees, Yogini Ekadasi is a day to renew their spiritual life and strengthen their devotion to God. होइन सो भनेपछि एकादशीमा एकादशी लगायत यो योगिनी एकादशी लगायत अन्य एकादशीमा व्रत बस्ने भनेको चाहिँ खालि सिम्पली भोको पेट राख्ने मात्रै होइन कि त्यो आफ्नो इच्छाहरूलाई आफ्नो उहरूलाई कामनाहरूलाई कन्ट्रोल गर्नु भन्ने बुझियो हैन। एक्ज्याक्टली अनि अब तिमीले भनेपछि मैले पनि यो खोजी गरेको थिएँ योगिनी एकादशीको बारेमा। मैले भेटाएको चाहिँ यस्तो छ, अब तिमीले भनेको जुन जे भन्यौ त्यो इन एडिसन टु द्याट हैन, त्यो लगायत एउटा यहाँ कथा रहेछ। कुनै समयमा अलकापुरीमा कुबेर राज्य गर्थे। सायद कुबेर जो हाम्रो यो देवताहरूको जुन धनी अथवा यो के अरे एकाउन्टेन्ट मानिन्छन् हैन, उनी भगवान शिवका परम भक्त थिए, सबैलाई ज्ञात छ। उनका सेवक मध्ये हेममाली नामका एक यक्षको काम चाहिँ मानसरोवरबाट फूल ल्याएर शिवजीको पूजा गराउनु रहेछ। एक दिन हेममाली आफ्नी अत्यन्त सुन्दर पत्नी विशालाक्षीको प्रेममा यति मग्न भए कि उनले समयमा फूल ल्याउन भ्याएनछन्। पूजा रोकियो र कुबेर चाहिँ एकदमै क्रोधित भए। उनले हेममालीलाई श्राप दिएछन्। अब विचार गर है, हेममाली उनको सबैभन्दा एकदम प्रिय पत्नी रहेछन् र उनले फूल ल्याउन अबेर गरेकोले पूजा रोकिएको कारणले कुबेर चाहिँ आफ्नो शिवजीको पूजा गर्न समयमा भ्याएनन् र आफ्नै पत्नीलाई श्राप दिएछन्। त कुष्ठरोगी हुनेछस्, त स्वर्गबाट पतित हुनेछस् र पृथ्वीमा त दुःख भोग्दै भौतारिनेछस् भनेर श्राप दिएछन् है। अब श्रापको कारण हेममाली अब पृथ्वीमा आइछन्। उनको शरीर कुष्ठरोगले ग्रस्त भएछ। उनले अनेक दुःख सहनु परेछ, यावत कुराहरू भएछ। र यही दुःख सहने क्रममा यताउता भौतारिँदा उनको धेरै समयपछि उनको भेट चाहिँ एकजना ऋषि मार्कण्डेयसँग भएछ हैन। त्यो मार्कण्डेय ऋषिले उनको दुःखको कारण सोधेछन्। हेममालीले सबै कुरा बताइछन् र त्यसपछि ऋषिले भनेछन्, आषाढ कृष्ण पक्षमा पर्ने योगिनी एकादशीको श्रद्धापूर्वक व्रत गर, तिम्रो सबै पापहरू नष्ट हुन्छन् र तिम्रो जति पहिले थियो त्यस्तै हुन्छ भनेर हेममालीले ऋषिको आज्ञा अनुसार योगिनी एकादशीको व्रत गरेपछि उनको कुष्ठरोग पनि निको भयो, श्राप समाप्त भयो, दिव्य स्वरूप प्राप्त गरी उनी चाहिँ आफ्नो पतिसँग स्वर्ग फर्कने अवसर पाइछन्। अब यो चाहिँ नि कथा हो हैन। यसले योगिनी एकादशीको महात्म्य अथवा योगिनी एकादशीको इम्पोर्टेन्स कति रहेछ भनेर देखाउँछ। तर सँगसँगै अब हामीले पहिले गरेको कन्भर्सेसनहरु मैले पढ्दाखेरि के हुन त यो बिना प्रसङ्गको कुरो जस्तो पनि होला हैन। हामीले अघिल्लो पटक गरेका कुराहरुमा यहाँको कन्टेक्स्टमा यहाँनिर अलिकति केही कुरा गर्न मिल्छ। अब यदि कुबेर जो हामीले बुझे अनुसार त उनी मतलब ही वाज अ गुड म्यान हैन। he was very good। नेगेटिभ कुराहरु पनि छैनन् हैन। त्यस्ता व्यक्तिले आफ्नो पत्नी जो अब यही कथाको अनुसार पनि यावत उनको सेवा गर्थिन्। अब त्यत्रो त्यो हरेक दिन ट्राभल गरेर फुल लिएर आउनु पर्ने गर्ने, त्यसमा चाहिँ कुनै कारणले त्यनी एक दिन हुँदाखेरि हैन डिले हुँदाखेरि
त्यत्रो श्राप दिनु, इफ इट वाज अदर वे राउन्ड वुड इट बी इन द सेम वे? यदि पतिले गरेको काममा केही कुरामा मिस्टेक भएको भएदेखि पत्नीले पनि त्यसै गरी श्राप दिएको भन्ने प्रसङ्ग त कहीँ पनि छैन। छैन। अब यो चाहे यो अहिल्या ऋषिको के अरे अहिल्याको कथा होस्, गौतम ऋषि र अहिल्याको, जहाँ चाहिँ नि गौतम ऋषि जस्तो त्रिकालदर्शीलाई थाहा नहुने त कुरै भएन, उनी यो अहिल्या चाहिँ नि उसको के अरे यो जालमा परेकी हुन्, उनको नियतवश गरिएको कार्य होइन, जे कार्य भए पनि सी इज अ भिक्टिम रादर देन पर्पेट्रेटर भन्ने कुरो त थाहा नहुनु पर्ने कुरो थिएन, र पनि चाहिँ श्राप पाइन्। भनेको मतलब यो यहाँ यी कथाहरूमा वन वे र अदर इदर हामीलाई बताउनलाई अथवा तत्कालीन समाजको चित्रण गर्नलाई हामीले जतिसुकै भने पनि स्त्रीहरू त्यति बेला दुखै पाएका थिए भन्ने कुरो बुझियो हैन? बुझ्यो। यो अब उठाउने कुरा हो प्रसङ्ग। त्यो चाहिँ हाम्रो बेग्लै चर्चाको विषय हुन मिल्छ। अहिलेलाई चाहिँ योगिनी एकादशीको बारेमा कुरा गरौँ। किन नारी अधिकारको कुरा आउँछ अनि फेरि त्यहाँ अब एउटा आफ्नो तर्क राख्न पर्छ हैन? त्यो अझै बृहत हुन थाल्छ। यो अर्कै समयको लागि गर्नुला। यसमा चाहिँ के भन्छु भने के थियो प्रश्न? सरी, प्रश्न चाहिँ अब योगिनी एकादशीको फर्दर अहेड व्हाट इज इन देयर? अब योगिनी एकादशी त्यही नै हो। हरेक एकादशीको आफ्नो महात्म्य छ हैन? एउटा एकादशी छ ठुलो एकादशी। इज इट वन अफ दोज 4 एकादशी जुनमा चाहिँ यो के अरे ठुलो एकादशी भन्छौ नि? यो ठुलो एकादशी होइन रहेछ हैन? यो ठुलो एकादशी चाहिँ जहाँ चाहिँ नि तुलसी रोपिन्छ र विष्णु भगवान र लक्ष्मी, त्यसमा चाहिँ हरेकमा चाहिँ हरि बोधनी, हरि शयनी, हरि परिवर्तनी र अनि अर्को के त्यो एकादशीको बारेमा इफ एनीबडी रिसर्च अन एकादशीको बारेमा हैन, त्यो मान्छेले पीएचडी एकादशीमै गरे हुन्छ क्या। त्यति बृहत छ क्या यो नि हैन? त्यसैले यो सकिने कुरा त होइन। अब तिमीले अहिले भर्खर पढेर सुनाएको किम्वदन्ती कथा भएको घटना जे भनौँ हैन, कुबेरकै बारेमा पनि, कुबेरको बच्चामा पढ्नु पर्थ्यो नि, महेन्द्रमालामा पढ्नु पर्थ्यो, केमा पढ्नु पर्थ्यो कथा। कुबेर चाहिँ त्यसमा चाहिँ दानी थिए र एकदम धनी थिए, एकदम धनी भएकोले। तर हामीलाई शिक्षा के दिन खोजेको थियो भने चाहेको बेलामा के अरे नचाहेको नपरेको बेलामा मौकामा हिरा कौडी नछोड्नु, मौकाको बेलामा हिरा फोड्नु भन्छ नि जुन, त्यो प्रोभर्ब, त्यो मौकामा हिरा हैन? त्यो हाम्रो के भन्छ, त्यो नेपालीमा के भन्छ त्यसलाई? गाउँ खाने कथा होइन, के भन्छ त्यसलाई? शब्द छ नि त्यसलाई, उखान टुक्का। कस्तो गहन छ नि त हैन? परेको बेलामा हिरा फोड्नु, नपरेको बेलामा कौडी नछोड्नु भने। अनि कुबेर चाहिँ एक दिन को चाहिँ गएको रे कुबेरको घरमा। कुबेर त सबभन्दा धनी त्यो बेलाको हैन? अहिलेको इलान मस्क भने त्यो बेलाको यो चाहिँ नि अब तिमीले यो प्रसङ्ग निकाल्यौ। को चाहिँ नि भन्दा पनि युधिष्ठिरले आफ्नो भाइ भीमलाई पठाए। युधिष्ठिरलाई चाहिँ यज्ञ गर्ने इच्छा भयो। उनी वनवासमै हुँदाखेरि यज्ञ गर्ने इच्छा भयो त्यो कथा अनुसार। वनवास बसेको मान्छेलाई चाहिँ त्यत्रो पैसा खर्च गरेर यज्ञ गर्नुपर्ने के हो? अब खानको अनिकाल परेछ आफैलाई अघि। तर उनलाई यज्ञ गर्ने इच्छा भयो, यत्रो पैसा चाहिन्छ भन्ने हिसाब भयो। अब पैसा कसले दिन सक्छ भन्दाखेरि कुबेरले दिन सक्छन्। र कुबेर कहाँ उनी धनी पनि छन्, भनेका बेला सहयोग पनि गर्छन् भनेर हैन? अनि भीमलाई पठाए। अनि भीमलाई अलि मूढ बुद्धि, मतलब अलि मूर्ख खालको तर बलियो खालको मान्छे हैन? त्यहाँ गएर कुबेरको घरमा जाँदाखेरि त्यो तोरीको दानाहरू चाहिँ नि भुइँमा पोखिएको रहेछ। अनि त्यो औँलामा थुक लाउँदै तोरी टिप्दै यसरी, अनि त्यहाँ चाहिँ नि बोरामा हाल्दै 4-5 दाना गरेर छ। यसो विचार गर्छ, यो मुला यस्तो लोभी मान्छे छ, यो यी 4वटा तोरीको दाना पनि यसरी टिपिराखेको छ थुक लगाएर, यस्ताले के पैसा देला भनेर त्यो त्यतिकै फर्केछन् त्यहाँबाट। अनि दाजुलाई गएर बताएछन्, कहाँ पैसा पनि माग्दै मागिन, त्यो त्यस्तो लोभी मान्छे रहेछन्। त्यो 4वटा दाना चाहिँ नि त्यसरी तोरी पनि टिपिराखेका छन्। अब उनसँग पैसा माग्नु बेकार छ भनेर मैले मागिन गएर। होइन, त्यस्तो होइन। तिमीलाई गुरुले पनि सिकाउनु भएको छ, मौकामा हिरा फोर्नु, बेमौकामा कौडी नछोड्नु
हो, भनेर चाहिँ नि जाऊ गएर भन दिन्छन्, पक्का दिन्छन्। हो, हो, गएछन्, अब दाजुको आज्ञा मान्नु पर्यो भनेर गएर भनेछन्, हो, पत्तै नपत्तै। हो, यत्रो राम्रो काम गर्न लाग्नु भएको रहेछ, यत्रो ठुलो यज्ञ गर्न लाग्नु भएको रहेछ, मलाई सम्झनु भयो, म त एकदम कृतकृत्य भएँ नि, म हो, यति पैसा म दिइहाल्छु नि, केही छैन, अरू पनि चाहिन्छ भने दिन्छु। तर अघि नै किन नभन्नु भएको? आएर बस्नुभयो, कुरा गर्नुभयो, जानुभयो, पैसाको कुरै गर्नु भएन। अब उनलाई हो, पनि अलिकति लज्जाभाव भयो भीमलाई। हो, हो, अनि आफ्नो बताएछन्, म त दिन्नँ होला भनेर त्यो त्यस्तो जाबो तोरीको दाना टिप्दै हुनुहुन्थ्यो। हो, अब यस्तो चाहिँ नि कन्जुस हुनुहुँदो रहेछ तपाईँ त भन्ने लाग्यो मलाई, त्यही भएर भनेको हो, भने। हैत्तेरिका हो, त्यस्तो गर्नुहुन्न थियो भनेर। अनि त्यसपछि त्यो गाडामा टन्न चाहिँ नि गोल्ड कोइनहरू या, हाले, स्वर्ण असर्फीहरू या, हाल्यो। गर्दाखेरि गाडाको पाङ्ग्रा धच्कियो, त्यो खाल्डोमा पर्यो, अनि डेग चलेन। एक्ज्याक्टली। हिमले चलाउन खोज्दाखेरि पनि गाडा ओहो! चलेन। अनि त्यसपछि के अरे त्यो तोरी अहिले भर्खर जम्मा गरेको तोरीको बोरा सबै त्यही त्यो खाल्डोमा उल्टाइदिएपछि त्यो तोरीले चिप्लाइदियो। गाडा चिप्लाइदियो, चल्यो। ल चल्यो। हेर्नुभयो, मैले अघि यत्रो दुःख गरेर तोरी नचिपेको भएदेखि अहिले यहाँ तोरी हुन्न थियो यो गाडा चलाउनलाई ओहो! भनेर त्यो ओहो! त्यो कथा थियो। कस्तो मौकामा हिरा फोर्नु भन्ने कथा थियो। ओहो! अँ, मौकामा हिरा हो। राम्रो तिम्रो स्मरण उम्, राम्रो छ। त्यो कथालाई अहिले उजागर पारिदियौ क्या ठ्याक्कै। पढ्नु पर्थ्यो हामीले अँ, होइन? ल अब त्यसमै आजको उम्, कुरा गरौँ। अघि भनिहाल्यौ सुदर्शन तिमीले मस्तराम बाबाको महासमाधि पनि यो समयको अभावले मैले यता ल्याइहालेँ फेरि। हो, मस्तराम हो, बाबाको हो, सही हो। गरेको दिन पनि आजै हो। आज मेरो घरमा त 1986 मा मस्तराम बाबाले महासमाधि लिस्यो। अनि महासमाधि लिएपछि हाम्रो उम्, घरमा हरेक वर्ष त्यसपछि यो दिनमा चाहिँ नि उत्सव मनाइन्थ्यो मस्तराम बाबाको सम्झनामा। अनि मस्तराम बाबाको मान्छेहरू जो चाहिँ नि त्यहाँ जान सौभाग्य पाए तिनीहरूले आफ्नो अनुभवहरू सुनाउँथे, पूजा हुन्थ्यो होइन। उम्। मैले फेसबुकमा त्यसको फोटो पनि राखेको छु, एउटा पुरानो सम्झना भनेर मेरो। यो मस्तुराम बाबा चाहिँ के अरे कहाँ कहाँ कुन ठाउँमा हुनुहुन्थ्यो? उहाँ यो कुन ऋषिकेश ठाउँमा पछि यो चाहिँ उहाँ ओके। चाहिँ ऋषिकेश नै शिफ्ट भएको चाहिँ 1960s तिरको जस्तो थाहा हुन्छ। पुराना त्यहाँका भक्तहरूले भनेको अनुसारमा। त्योभन्दा अगाडि उहाँ कहाँ थियो भन्ने चाहिँ नि कसैलाई पनि थाहा छैन। किनभने उहाँले ओके, सो 12 वर्षको उमेरमा घर छोडेको, धेरै कुरा नगर्ने, आफ्नो पास्टको कुरा गर्दै नगर्ने। किनभने पास्ट प्रेजेन्ट र फ्युचरै त्यस्तो ज्ञानीहरूमा पास्ट प्रेजेन्ट र फ्युचर भन्ने कुरै हुँदैन। त्यसैले पास्टको कुरा धेरै गर्नै नखोज्ने मस्तराम बाबा। अब मैले 5-6 वर्ष दर्शन पाएँ। 1980 देखि 86 सम्म दर्शन पाएँ मैले होइन। 6 वर्ष मजाले दर्शन पाएँ। हरेक वर्ष हामी चाहिँ नि जाडो महिनामा जान्थ्यौँ अनि 2 महिना 3 महिना त्यहीँ बस्थ्यौँ। आश्रममै बस्थ्यौँ, आश्रममै खेल्थ्यौँ म बच्चामा। अनि त्यसैले त्यो हो। अब मस्तराम बाबा हामीलाई थाहा नै छैन, तर 60s तिर आएर चाहिँ नि ऋषिकेशमा त्यो ठाउँमा बस्न थालिस्या हो होइन। अनि त्यसपछि 1986 मा छोडिसक्यो। अब शरीर ओके, मैले छोड्दाखेरिको उहाँको दिन बारेमा यहाँ खोजी शरीर छोडेको दिनको बेलुका जुन विवरण छ त्यो चाहिँ नि वेबसाइटमा मस्तराम बाबाको श्री मस्तराम बाबाजी .com मा सबै विस्तृतमा लेखेको छ। त्यहाँको भक्तहरूले नानी भन्ने एउटा भक्त छिन्, उहाँ हुनुहुन्छ ब्रिटिस भक्त। उहाँ पनि अहिले ऋषिकेशमै बस्नुहुन्छ। एउटा हस्पिस चलाएर बस्नुहुन्छ क्यार। क्यान्सर भएको मान्छेहरू जसले उपचार गर्न सक्दैन, जसलाई चाहिँ फ्यामिलीबाट निकालेको हुन्छ, गङ्गा प्रेम हस्पिस भन्ने छ, उहाँ चलाएर बस्नुहुन्छ। एनिवे उहाँले लेख्नु भएको छ कथाहरू सबै। उहाँ आश्रममै बस्नुहुन्थ्यो। ब्रिटिस ऊ हो। मैले धेरैचोटि भेटेको छु उहाँलाई पनि त्यही बेलामा गएको बेलामा। अनि यो अब महासमाधिको यो दिनमा चाहिँ नि 3-4 बजेतिर बाबाले क्यान्सर भएको, पेटको क्यान्सर भएको। अनि मलाई उठाएर राख्यो भनेर भनिसकेछ त्यहाँको नजिकको मान्छेलाई इसारा गरेर होला के गरेर। अनि यसरी त्यो योगिक पोजिसनमा यसरी बसेर अनि पुरा भिजनलाई पुरा फोकस गर्दै अनि शरीर ठ्याक्क छुटेछ यसरी। त्यो सबै विवरण चाहिँ नि उसमा छ, वेबसाइटमा छ। मैले यो अब यहाँनिर मैले खोजी गरेको यहाँ अब हाम्रो अब कसैले यो भ्युअरहरूले यो हेर्न चाहनुहुन्छ भनेदेखि उहाँहरूको उसको हितको लागि पनि होइन। मस्तराम बाबाको
हु वाज ही भन्ने हिसाबमा उत्तराखण्डको ऋषिकेश क्षेत्रमा बसोबास गर्ने एक प्रसिद्ध अत्यन्त वैराग्ययुक्त अवधूत सन्तका रूपमा उहाँ चिनिनुहुन्छ। उहाँको जीवनका धेरै विवरणहरू चाहिँ लिखित इतिहास भन्दा पनि शिष्यहरू र स्थानीय लोकोक्तिहरूमा आधारित रहेछन्। अनि जीवनशैलीमा चाहिँ उहाँ एकदमै सरल निर्लिप्त जीवन बिताउनुहुन्थ्यो। अधिकांश समय गङ्गा किनार जङ्गल वा एकान्त स्थानमा ध्यान र समाधिमा बिताउनुहुन्थ्यो। उहाँ ठुलो धन प्रतिष्ठा ठुलो आश्रम निर्माण यस्तोमा चाहिँ आकर्षित हुनुहुन्न थियो र चाहिँ श्रद्धापूर्वक भेट्न आउनेहरूलाई उनीहरूलाई मौन छोटो वचन वा व्यवहारबाट आध्यात्मिक प्रेरणा दिनुहुन्थ्यो। अब नाम चाहिँ मस्तराम नै किन चुज गर्नुभएछ त भनेर भन्दाखेरि चाहिँ मस्त शब्दको अर्थ चाहिँ परमात्मामा मग्न, संसारको चिन्ता अहङ्कारबाट मुक्त, त्यसैले उहाँलाई चाहिँ मस्तराम बाबा भनिएको रहेछ। अर्थात् भगवानको आनन्दमा सधैँ रमाइरहने, मस्त भइरहने होइन, त्यो हिसाबले। र उहाँको शिक्षाहरूमा चाहिँ नि अब हुन त हामीले गीतामा पनि पढ्ने गरे जस्तै परमात्मालाई बाहिर होइन भित्रै आफूभित्र खोज, आफ्नो अन्तरमा खोज। अब मौनतामा पनि ठुलो उपदेश हुन्छ अथवा अर्थ हुन्छ। अहङ्कार आध्यात्मिक यात्राको सबभन्दा ठुलो बाधा हो। सेवा र प्रेम गर्नु नै सच्चा पूजा हो र वर्तमान क्षणमा बाँच्न सिक। These are like lots of things we hear from here and there as well, but उहाँको अब मुख्य शिक्षाहरू भनेर चाहिँ यहाँ मैले खोज्दाखेरि चाहिँ यी कुराहरू भेटेँ। एकदमै 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 त्यही नै हो उहाँको मुख्य शिक्षा। अब कस्तो थियो भने मैले सम्झिँदाखेरि जुन लेभलको भक्त लेभल भनेर फेरि त्यो तल घटी भन्न खोजे होइन। अब कसैको साधनामा कोही एकदमसँग पोख्त भएर लागेको हुन्छ, कोही साधनामा छुटपुट लागेको हुन्छ, कोही साधनामा वर्षको एकचोटि मात्रै लागेको होला होइन। त्यस्तो भक्तहरू विभिन्न त्यो वर्गका भक्तहरू उहाँ कहाँ आउँथे। अनि अब कहिलेकाहीँ बाबाले सोधिदिन्थ्यो, अच्छा आप क्या करते हैं, पूजा आदि क्या करते हैं भनेर। अनि त्यो भक्तले बाबा मैं चाहिँ नि पूजा करता हूँ और कुछ नहीं करता हूँ, काम पे जाता हूँ आता हूँ भन्थ्यो। कसैले चाहिँ नि बाबा मैं तो दिन रात पूजा करता हूँ भजन करता हूँ भन्थ्यो होइन। कसैले चाहिँ नि मैं तो कभी कभी मंदिर जाता हूँ मेरे को उतना मतलब नहीं है भन्थ्यो। मैं क्या करना चाहिए मेरे को भनेर बाबालाई सोध्थे। अनि बाबाले त्यही मान्छेको त्यो सुनेर के अनुसारमा होइन यो मान्छे कुनमा रहेछ त, अनि त्यसको अलिकति अब एकैचोटि मान्छेलाई चाहिँ नि अन्तिममा भन्यो भने त त्यो मान्छे बौलाउँछ होइन। कस्तो हो भने एक क्लासमा पढ्ने बच्चालाई चाहिँ नि पिएचडी को लिएर घोचाइदियो भने त्यो मान्छे त्यो बच्चा त कहिले पनि पढ्नै जाँदैन नि त होइन। यो त यस्तो पनि कस्तो पढ्छ भनेर उसलाई त 1+1 2 नै सिकाउनु पर्यो नि त होइन। अब पिएचडी लेभलको मान्छेलाई 1+1 2 को त मतलबै भएन। उनीहरूको यो वैचारिक लेभल अनुसार त्यस किसिमको व्याख्या गर्नुहुन्थ्यो उहाँले। ठ्याक्कै अब एकदम उहाँको कोर शिक्षा लास्टमा गएको शिक्षा सबैलाई के ल्याऊ भन्ने त आफ्नो मबाट के पाउँछौ भन्ने त होइन। बुद्धले बुद्धत्व प्राप्त गर्दाखेरि बुद्धमा गएर सोध्न गएको थियो नि त होइन, के पाउनुभयो त तपाईँले भनेर होइन। बुद्धले मौनता सिकाएको हो, मौनता बाहेक के पनि सिकाएको होइन। किनभने हाम्रो स्वरूपै मौनतामा छ होइन। भाइब्रेसनमा जुन छ यो छ त्यो भाइब्रेसन सकिएपछि नै मौनतामा जाने हो होइन। मौनता भनेको केही पनि नभएको हो, केही नै छैन। मस्तराम बाबाको शिक्षा पनि अजातवाद हो। वेदान्त अद्वैत वेदान्तको अन्त्यमा गएर शिक्षा अजातवाद हो। अजातवाद भनेको के हो भन्दाखेरि यो केही पनि भएकै छैन, यो जुन परिपञ्च देखिन्छ खालि भाइब्रेसन मात्रै हो। भाइब्रेसन स्वस्थ भए सुस्ताएपछि त्यही भाइब्रेसन सुस्ताएपछि मजाले आफ्नो स्वरूपमा गएर बस्छ। तर मस्तराम बाबाको चाहिँ नि यो भाइब्रेसन हुँदै किन चाहिँ नि आफ्नो स्वरूपमा बस्न नसक्ने त सकिन्छ मजाले। त्यही नै गर्ने चाहिँ प्रेरित गर्ने चाहिँ मस्तराम बाबाको शिक्षा चाहिँ मेरो विचारमा चाहिँ त्यो पाएको छु कि मैले चाहिँ। त्यसैले अन्त्यमा साइलेन्स र ओके अब नभएको नै हो। So now my question is यो अब could be a bit tricky होइन गर्न। तर यदि सम्मित तिम्रो
जीवनबाट मस्तराम बाबासँगको उठबसका क्षणहरू अथवा उहाँका उपदेशका क्षणहरू अथवा उहाँले भन्नुभएका डाइरेक्टली इन्डाइरेक्टली तिमीले फलो गरेका कुराहरूलाई हटाइदिने हो भनेदेखि हैन, यदि ती नभएको भए मस्तराम बाबाको प्रवेश तिम्रो जिन्दगीमा नभएको भए, अरू सबै कुरा यथावत भएको भए त्यसले के फरक हुन्थ्यो? अहिले जो संवित छ त्यो र त्यो बेलाको हाम्रो हाइपोथेटिकल संवितमा के फरक हुन्थ्यो? अनेस्टली मैले सोच्दाखेरि अनेस्ट एन्सर गर्ने हो भने जुन मेरो आध्यात्मिक प्रगति भएको छ अहिलेसम्म मैले जुन अनुभव गर्छु मेरो आध्यात्मिक प्रगतिको, त्यो प्रगति यदि तुलनै गर्ने हो भने म बेस क्याम्पबाट म माउन्ट एभरेस्टको बेस क्याम्पबाट लगभग चुचुरामा पुग्न लागेको जस्तो अनुभूति हुन्छ भने यदि मस्तराम बाबा मेरो जीवनमा नआएको भए म बेस क्याम्पमै रुमलिरहेको हुन्थेँ होला। त्यही नै हो फरक। बेस क्याम्प भन्दा नि अझ तलतिरै नाम्चे बजारमै हुन्थ्यो होला। ओके। किनभने संसारको रमाइलो यस्तो, यो मायाको रमाइलो यस्तो चुम्बकीय छ नि, अनि मेरो छुट्टिनै सकिँदैन। माया एज इन इल्युजन। इल्युजन। सारा संसार नै एउटा इल्युजन हैन? इल्युजन। हामी यो जे गरिरहेको छौँ सबै इल्युजन। इल्युजनको पार्ट हो, तर हामी चाहिँ इल्युजनबाट निस्किने प्रयासमा इल्युजनलाई नै युज गरेर इल्युजनबाट निस्किने प्रयास गरिरहेको छौँ। यो सबै टेक्नोलोजीहरू सबै युज गरेर, तर इल्युजन त इल्युजनै हो। अब अर्को कुरा, मेरो अर्को जिज्ञासा हैन, उहाँको जुन उहाँबाट सिकेका कुराहरूलाई, सिकेका मतलब डाइरेक्टली इन्डाइरेक्टली सिकेका बुझेका कुराहरूलाई हाउ डु यु इम्प्लिमेन्ट? तिम्रो दैनिक जीवनमा त्यसले के कस्ता प्रभावहरू पारिराखेका छन्, त्यसलाई कसरी तिमी प्रयोगमा ल्याउँछौ, र यदि ती कुराहरू हुन्नथे भनेदेखि दैनिक जीवन कसरी प्रभावित हुन्थ्यो? एकदम राम्रो प्रश्न। मैले यो मेरो आध्यात्मिक यात्रालाई अब गहनता दिएको अथवा चाहिँ तीव्रता दिएको चाहिँ नि 2015 सालदेखि हो। 2015 देखि चाहिँ एकदम तीव्रता नै दिन थालेँ मैले हैन, अब चाहिँ भएन भनेर। किनभने मेरो मम्मीको अल्जाइमर्स डिजिज पनि डायग्नोज भयो हैन। उहाँ परम मस्तराम बाबाको एकदमै भक्त, मभन्दा चौखण्ड भक्त हैन। उहाँले गर्दा म भक्त भएँ, नत्र भए हुन्न थिएँ हैन। 24 घण्टा मस्तराम बाबाको कुरा गर्न पाएपछि दङ्ग हैन। अब त्यहाँ ऋषिकेशमा गएर यो एकादशीकै सन्दर्भको कुरा गर्ने हो भने 5-6 चोटि नै खालि जल मात्रै खाएर व्रत लिसिया छ 12 दिनसम्म हैन। कतिचोटि हामीलाई थाहा पनि हुँदैन थियो, किन हामी गाली गर्थ्यौँ शरीर बिग्रिन्छ त्यस्तरी व्रत लिन हुँदैन भनेर, त्यतिसम्मको भक्त। अनि अब यो के ट्रेन्ड अफ थटै कहिलेकाहीँ ट्यान्जेन्टमा जान्छु, अनि यता आउनलाई मलाई के प्रश्न थियो? मैले बुझेँ, प्रश्न बुझेँ। कसरी चाहिँ नि मैले चाहिँ जीवनमा अपनाएको छु भनेर हैन। 2015 देखि मैले तीव्रता दिन थालेँ। अनि मैले चाहिँ मस्तराम बाबाको जुन टेप 1 घण्टाको टेप छ त्यो मेरो एकदम मेरो आमाले नै भरिसेको टेप हो त्यो हैन। मस्तराम बाबासँग भरिसेको त्यो याद छ मलाई। त्यो टेप चाहिँ वेबसाइटमा छ, एउटा लास्टको मस्तराम बाबाको 1 घण्टाको। अनि त्यसमा मस्तराम बाबाले के भनेको छ भने तिमीलाई संसारमा एकदमै मनपर्ने कुरा पनि कसैले ल्याएर दिन्छ भने, अगाडि दिन्छ भने, र तिमीसँग चाहिँ चोइस छ भने भगवानलाई भगवानतिर लागेर भगवानलाई मन लगाउने कि मलाई त्यो संसारिक जुन मलाई चाहिँ नि आएको छ, मलाई अवसर मिलेको छ जुन संसारिक वस्तु भोग्ने, त्यो भोग्छौ भन्दाखेरि त्यो वस्तुलाई पछि राख, पहिला भगवान पाऊ त्यसपछि मात्रै त्यो वस्तु भोग। बाबाले भनेकै यही छ, लगभग यस्तै छ, हिन्दीमा छ। तो मैं कहना चाहिए कि मेरे को पहले भगवान चाहिए, उसके बाद ही मैं भोगूंगा, उसके बाद ही भोगूंगा, पहिले मेरे को भगवान ही चाहिए, त्यो भनेको छ। अनि पछिबाट अब यो के भनेको त, यो त गहिरो गाह्रो कुरा छ यो त। अब त्यो मलाई चाहिँ एकदमसँग के अरे युरोप घुम्न जान मन छ अरे भनौँ न, मलाई अफर आयो अरे, अनि तर मैले भगवान पाएको छैन अरे। अनि म चाहिँ नि त्यो युरोप घुम्ने चाहिँ म भगवान पाएपछि मात्रै गर्छु भनेर कहिले पाएन त? त्यसलाई 1 वर्ष 10 वर्ष 15 वर्ष कहिले भगवान कहिले पाइन्छ भने त पक्का त ऊ छैन हैन। अब शास्त्रहरू फलो गर्यो भने यसो गर, यसरी बस, यसरी धारण गर, यसरी चाहिँ नि बिहान यति बजे उठ, जप गर, पूजा गर,
होइन त्यो भनेको छ, त्यो त कठिन मार्गबाट कहिले पाउने। अब मसँग बाबाले त्यो उपदेश दिएको छ। अनि म सोच्थेँ म यो के भनेको त यो, अब भगवान् पाएपछि चाहिँ त्यस्तो जवाब कुरा त यति भर पनि लाग्दैन भनेर भनेको छ होइन। पहिला त्यो कुरै ठुलो लाग्छ, युरोप घुम्न जाने कुरै ठुलो लाग्छ, अमेरिका घुम्न जाने कुरै ठुलो लाग्ला, खतरा गाडी किनेर खतरा गाडी चढ्ने कुरै ठुलो लाग्ला होइन। तर त्यो जुन तत्त्व अनुभूत हुन थालेपछि त्यो कुराहरू त बच्चाको खेल क्या होइन। अनि त्यो भनिसकेको छ। अनि पछि हो र यस्तो हुन्छ त, अब हामीलाई त मिठो खान पाउने, राम्रो हेर्न पाउने, राम्रो सुन्न पाउने, राम्रो लाउन पाउने त्यतिमै छ नि त मान्छेको ऊ त, त्यसमै आनन्द लिने मान्छेले आनन्द लिनलाई त्यसमै खोजिरहेछ। तर उहाँले चाहिँ होइन भित्र जाऊ, त्यो आनन्दभन्दा 20औँ गुणा करोडौँ गुणा बढी आनन्द तिम्रो भित्रबाट पाउँछौ भनेर भनिदिएपछि त्यो त प्याराडक्स भयो कम्प्लिटली होइन। माया यस्तो अट्र्याक्टिभ छ, यस्तो चुम्बकीय छ होइन, जो पनि अट्र्याक्ट हुन्छ। त्यहाँबाट निस्किने भने त एकदम दुर्लभ छ होइन, धेरै कमले मात्रै कृष्ण भगवान्ले गीतामा भनेको नि एकदम दुर्लभ छ भनेको छ। अनि म चाहिँ सुनिरहन्थेँ। अनि हाम्रो वेदान्तमा के भनेको छ भने श्रवण मनन निधिध्यासन भनेको छ क्या। पहिला सुन, त्यो सत्यलाई सुन 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 अनि मनन गर, त्यसमा क्वेसन गर होइन। क्वेसन नगर भनेको छैन, क्वेसन एकदमै गर भनेको छ। गुरुलाई आएर त्यसको बारेमा एकदम गाह्रो गाह्रो क्वेसन गर भनेको छ क्या, त्यो गर। त्यसपछि निधिध्यासन इज द लास्ट होइन, त्यो चाहिँ नि अन्तिम। त्यसमा चाहिँ आफ्नो जीवनमा अप्नाउनु पर्यो। अब मैले चाहिँ नि मस्तराम बाबाको त्यो भनेको कुरालाई चाहिँ नि अप्नाउन सुरु गरेँ क्या। अब भनेको के भन्दाखेरि भगवान् सोच भनेको खालि रामको तस्बिरलाई सोच भने होइन नि त, शिवजीको स्ट्याचुलाई सोच भनेको होइन नि त। तिम्रो आफ्नो स्वरूप के हो, आफ्नो तथ्य के हो होइन। तिमी के को लागि यहाँ आएको, तिमी यहाँ आएर बाँच्ने खाने पैसा कमाउने फ्यामिली जम्मा गर्ने अनि त्यसपछि बुढो हुने रिटायर गर्ने रमाइलो गर्ने विभिन्न रेस्टुरेन्ट घुम्ने देश विदेश घुम्ने अनि एउटा बिरामी पर्ने मर्ने त्यसको लागि त आएको होइन होला। त्यो त कुकुरहरूले पनि गर्छन् होइन, उनीहरूले पनि उनीहरूकै हिसाबले खान्छन् ओर्छन् खेल्छन् मर्छन्, जनावरहरू सबैले गर्छन् त्यो त। हामी त जनावरबाट माथि उठ्नु पर्यो नि त, हामी त मानव हो नि त, मानव होइन। उहाँले भनेको मसराम बाबाले भनेको त्यसैबाट चाहिँ नि छोयो कुरा छुन थाल्यो मलाई। अब संसार त नाशवान रहेछ भन्ने देखिन थाल्यो। मैले बुवा पनि मैले 16 वर्षको उमेरमा गुमाएको हो, आमाको पनि अब मेन्टल डिटोरेट हुन थालेपछि सत्य त केही पनि होइन रहेछ, सात्विक शाश्वत त केही पनि होइन रहेछ होइन। केही न केही तत्त्व त होला, त्यो त शाश्वत जुन चाहिँ नि हाम्रो ठुला ऋषिमुनिदेखि लिएर अहिलेका ज्ञानीहरू मस्तराम बाबा जस्ता मान्छेले सबैले भनेको कुरा होइन, बुद्धदेखि लिएर जसले भन्छौ नि भनेको कुरा हो। अनि त्यसैबाट चाहिँ मैले चाहिँ मेरो चाहिँ आध्यात्मिक यात्रा गहिराइमा सुरु भयो भनौँ न। आज 11 वर्ष भयो एकदम गहिरिन थालेको। अनि अब यो हाम्रो जयजीको केही प्रश्न अथवा केही भनाइहरू छ कि यसमा? म सुन्न चाहँदैन के अरे। आई थिङ्क पहिला सुरु हाम्रो आज राम्रो कुरा भयो होइन। अब यो हामीले एकादशीको कुरा गऱ्यौँ, यो गर्ने एकादशीको कुरा गऱ्यौँ, अनि मस्तराम बाबाको कुरा गऱ्यौँ होइन। अनि आई थिङ्क एकादशी चाहिँ मलाई कस्तो लाग्छ भने हामीहरूले फलो गर्ने क्यालेन्डर अहिले एकादशी पूर्णिमाको क्यालेन्डर होइन होइन। हामीले फलो गर्ने क्यालेन्डर भनेको जुलाई 10 जुलाई 12 आज के हो जुलाई, हामीहरूको धेरै कुराहरू त जुलाई 11बाटै सुरु भइरहेको छ नि त। सबभन्दा इम्पोर्टेन्ट त्यही हुन्छ नि त हामीलाई त। सन्डे मन्डे जुलाई 11 जुलाई 12 को क्यालेन्डर फलो गर्छौँ हामीले सबैले अहिले प्राय लगभग एक्सेप्सन चाहिँ जो अलिकति बढी कनेक्टेड छ त्यो बाहेक सबैले जुलाई 11 कै क्यालेन्डर फलो गरेको छ नि। अनि जुलाई 11 को क्यालेन्डर चाहिँ कस्तो क्यालेन्डर हो भने मान्छेले बनाएको क्यालेन्डर हो, लाइक अ म्यान मेड क्यालेन्डर हो होइन। हामीले मान्छेले बनाएको भने जुलियस सिजरले बनाएको क्यालेन्डर हो, उनीहरूको त कति दिन पनि छैन क्या त्यहाँ, उनीहरूले आफै गायब गरिदिइरहेको छ क्या। अलिकति हिस्ट्री हेऱ्यो भने अक्टोबर 3 देखि अक्टोबर 13सम्म डेटै छैन क्या। 1800मा पनि छैन, 1500मा पनि छैन। उनीहरूले त्यो के अरे लिप इयर कन्सेप्ट थिएन क्या पहिला। यो सबै यो मान्छेले बनाएको। अनि एउटा कुरा कस्तो हुन्छ भने अध्यात्ममा छिर्दाखेरि चाहिँ सबभन्दा ठुलो कुरो चाहिँ हामीले मान्छेले बनाएको कन्स्ट्रक्ट चाहिँ फालिदिनुपर्छ। एक्ज्याक्ट
त्यो मान्छेले बनाएको कन्सेप्ट चाहिँ कस्तो हुनुपर्छ भने यो मान्छेले बनाएको हो कि सुन्नु जे कुरा पनि के जे कुरा पनि यो मान्छेले बनाएको हो कि होइन मान्छेले बनायो भने फाल्दियो अब त्यो चाहिँ कस्तो बिर्सिनु पर्यो क्या त सबभन्दा गाह्रो कुरो त त्यो छ क्या हाम्रो चाहिँ जे कुरा पनि जस्तो अब मान्छेले बनाएको सेकेन्ड पनि मान्छेले बनाएको हो फालिदिनु पर्यो होइन त्यो मान्छेले बनायो भने सेकेन्डको केही महत्त्वै छैन क्या त्यो थाहै छैन क्या त्यो कन्सेप्टै छैन क्या कसै युनिभर्सलाई त्यो कुरा थाहै हुँदैन क्या लाइक युनिभर्स इज इन डिफ्रेन्ट रिजन नि त होइन मतलब छैन त्यो इट डजन्ट मेक एनी किनभने लाइक मान्छेले बनाएको हो नि त होइन अब त्यो जुलाई छाडिदिएपछि एकादशी भनेर चाहिँ मान्छेले बनाएन होइन त्यो चाहिँ अब मान्छेले नबनाएको चिज हो नि त लाइक चाहिँ अनि मान्छेले नबनाएको चिज चाहिँ डिभाइन हो इन जेनरल होइन मान्छेले बनाएको चाहिँ अब तपाईँले गड फलो गरे पनि डिभाइन हो गड फलो नगरे पनि डिभाइन हो किनकि मान्छेले बनाएकै होइन नि त होइन डिभाइन सो एकादशी बाई सेल्फ इज डिभाइन होइन अनि कस्तो हुन्छ नि अब जुलाई 11 आज अर्को वर्षको जुलाई 11 इट्स गोना बी कम्प्लिटली डिफ्रेन्ट इट्स नट द सेम जुलाई 11 के इभन मान्छेले नबनाएको भए पनि अब चाहिँ एकादशी इज अलवेज गोना बी द सेम किनकि इट्स नट मान्छेले नबनाएको हो नि त यो त मुन र सनको अलाइनमेन्ट हेरेर बनाएको हुन्छ होइन त्यो एउटा कुरा छ अब अर्को कुरा चाहिँ कस्तो छ भने सबै कुरा चाहिँ लाइक यो कुरा चाहिँ एउटा सबभन्दा इम्पोर्टेन्ट कुरा कस्तो हुन्छ नि हामीहरूले एउटा कुरा चाहिँ मान्छेले बनाएको फाल्नु पऱ्यो होइन अर्को कुरा चाहिँ जे कुरा गर्दा पनि हामीले जेसुकै कुरा गरौँ धर्मको कुरा गरौँ होइन के चाहिँ हुनुपर्छ भने फन्डामेन्टल म चाहिँ धेरै फिजिक्समा जान्न म होइन त्यो गयो भने इट विल बी अनदर लङ सबै कुरा लाइटसँग जोड्नुपर्छ लाइक अनि त्यसको लागि म सायद एक दिनभरि नै कुरा गर्न सक्छु कि एकदमै इम्पोर्टेन्ट कुरा कस्तो हुन्छ भने सबै कुरा लाइटसँग एकदमै उ छ क्या रिलेटेड छ एकदमै छ क्या लाइक 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 मैले भन्दा एक दिनै कुरा गर्न मिल्छ सो जे कुरा पनि तपाईँहरूले के सोध्नु पऱ्यो भने मान्छेले बनाएको हो कि होइन एक अर्को लाइटसँग सम्बन्ध छ कि छैन यसको कुराको जे कुरा गरिरहेको छ नि एकादशीको चाहिँ लाइटसँग सम्बन्ध हुनुपर्छ क्या त्यो चाहिँ 100% हुनुपर्छ किनभने लाइटसँग सम्बन्ध छैन फाल्दै हुन्छ जे कुरा पनि सबै कुरा लाइट जुन भन्यो नि तपाईँले जुन भन्नुभयो नि त्यो त्यो के अरे सबै कुरा लाइटसँग सम्बन्धित छ किनभने किनभने औँसी र पूर्णिमा ठ्याक्क सुरु हुन्छ नि त पूर्णिमाबाट सबै सुरु हुन्छ होइन अनि एकादशी 11 दिनको दिनमा पर्छ एकादशी होइन द्वादशी भनेको 12 दिनमा पर्छ होइन अनि त्यसपछिबाट पूर्णिमा आउँछ क्या ठ्याक्क त्यो पूर्णिमा के हो म एक्सपर्ट होइन मैले रङ भनिरहेको छु कि थाहा छैन तर पूर्णिमा र औँसी लाइटबाट सुरु भयो नि त एक्ज्याक्ट हो त्यही इम्पोर्टेन्ट हुन्छ क्या त्यही भएर त हामी यो चाहिँ मैले फिजिक्समा नै होइन लाइक यु हेभ टु गो भेरी डिप होइन लास्टमा सबै फोटोनमै आउँछ कि कुरा फोटोन भनेको लाइट हो होइन लाइटको चाहिँ लाइक इट्स भेरी 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 इम्पोर्टेन्ट क्या तपाईँले आध्यात्मिक कुरा गर्दा लाइटमा जोडिएन भने फाल्दै हुन्छ त्यो सुरुमै यो मान्छेले के भनिरहेको छ होइन लाइक लाइटको कुरा त्यहाँ रिलेटेड छैन भने फाल्दै हुन्छ अर्को कुरा चाहिँ अर्को कुरा कस्तो छ भने लाइट चाहिँ एकादशीमा चाहिँ कस्तो हुन्छ भने यो लुनार र उसको लाइट चाहिँ 60 डिग्री हुन्छ क्या त्यो उनीहरूको एलाइनमेन्ट चाहिँ लाइटको एलाइनमेन्ट होइन 60 डिग्री भनेको नि फाल्दै हुन्छ फेरि है किनभने डिग्री भनेकै मान्छेले बनायो क्या लाइक 90 डिग्री भन्ने कुरा छैन क्या लाइक देयर इज नो लाइक जुलाई 11 भने जस्तै 90 डिग्री भन्ने कुरा नै छैन क्या डिग्री भनेकै मान्छेले बनाएको एउटा एङ्गल हो होइन तर मान्छेले नबनाएको एङ्गल चाहिँ के हो भन्दाखेरि कस्तो सर्कल हुन्छ डिग्री भनेकै सर्कल त हो नि सर्कलको एङ्गल हो क्या डिग्री भनेको होइन 90 डिग्री चाहिँ उनीहरूले चाहिँ फ्ल्याटलाई 180 बनाइदियो होइन बनाइमा चाहिँ यो मेजरमेन्टको युनिटहरू जुन एकाइहरू छन् मापनका एकाइहरू चाहिँ सबै यो मानव निर्मित हुन् तसर्थ यिनको हाम्रो यो आध्यात्म लिन दिन छैन तर त्यसमा सबैभन्दा खोजा त्यसमा कुनै कुनै छ फेरि लाइक 1 2 भनेको मान्छेले बनाएको होइन त्यो भनेको मार्समा पनि 1 2 हुन्छ होइन 1 2 3 4 त जहाँ पनि 1 2 3 4 नै हुन्छ तर 1 2 3 4 पछि के थपिन्छ डिग्री थपिन्छ कि इन्चेस थपिन्छ कि फिट थपिन्छ त्यो चाहिँ मान्छेले बनाएको होइन तर मान्छेले नबनाएको चिज पनि छ फेरि मान्छेले नबनाएको चिज चाहिँ कस्तो छ नि डिग्रीमा पनि होइन तपाईँको डिग्री कस्तो हुन्छ नि पाई हुन्छ नि पाई जुन पाईको कन्सेप्ट छ नि सबै पाई नै हो क्या लाइक पाई भनेको चाहिँ अब ठ्याक्क सबै गऱ्यो भने चाहिँ के हुन्छ त्यो पाईको आर्क हो क्या डिग्री भनेको चाहिँ होइन अनि त्यसपछि पाईको आर्क भने डिग्री हुन्छ 60 डिग्रीको केही मतलबै छैन क्या हामीलाई 60 डिग्री भन्यो भने केही पनि होइन 90 डिग्री पनि केही नै होइन तर पाईको ठ्याक्क चङ्क हुन्छ क्या 60 डिग्रीलाई तपाईँले कन्भर्ट गर्नुभयो भने ठ्याक्क पाई/3 हुन्छ लाइक डिग्रीमा कन्भर्ट गर्दा पहिला मान्छेले पाई भने फेरि युनिभर्सल हो फेरि त्यो युनिभर्सल कन्सेप्ट पाई भने चाहिँ भगवान्ले बनाएको चाहिँ फेरि है त्यो चाहिँ बुझ्नुपर्छ फेरि पाई भने हामीले बनाएन क्या त्यो
होइन पाई भन्ने कन्सेप्ट नै हामीले बनाएको होइन। अब पाईको एङ्गल भने फेरि भगवान्ले बनाएको फेरि, किनभने 90 डिग्री भगवान्ले बनाएको होइन, तर पाई डिग्री चाहिँ भगवान्ले बनाएको फेरि, किनभने पाईको आफ्नो कन्सेप्ट चाहिँ हामीले बनाएन। अनि यो दिनमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि पाई/3 हुन्छ भनेपछि कस्तो छ भने ठ्याक्क यो जे भइरहेछ त्यो त्यसको ठ्याक्क थर्ड फेजमा हुन्छ कि सबै कुराहरू। भनेपछि केही न केही चङ्क भइरहेको छ क्या त्यहाँ चाहिँ। 3/3को चङ्कमा चाहिँ एउटा थर्ड चङ्क यो हो कि, यो चाहिँ भने चाहिँ कस्तो नि यता हाम्रो डिग्रीको कुरा गर्दाखेरि चाहिँ कस्तो 90 डिग्रीलाई पुरै मान्यो भने यो चाहिँ 30 डिग्री भने जस्तै हो, तर 30 डिग्री होइन, अभियसली 60 डिग्री हो, तर पाईको ठ्याक्क थर्ड भने जस्तो हो। भनेपछि ठ्याक्क पाई/3 भनेछ भनेपछि त यसको केही न केही सिग्निफिकेन्स चाहिँ छ अभियसली, किनभने ठ्याक्क मिल्यो क्या ठ्याक्क त्यो पाइसँग ठ्याक्क फ्रेक्सनमा मिल्यो नि त। लाइक 2.5 पाई होइन कि पाई/3 नै भयो नि त। 3 भन्ने फेरि भगवान्ले बनाएको फेरि यस्तो म्याथमा छ कि 3.5 भनेको चाहिँ अलिक वियर्ड भयो, किनभने त्यो भनेको त ठ्याक्क फ्रेक्सन नम्बर भएन नि त, 3.5 भयो नि त। एनिवे त्यसैले भन्दा चाहिँ हाम्रो चाहिँ लाइट र मेजरमेन्टहरू सबै भगवान्ले बनाएको कि मान्छेले बनाएको भन्ने कुरा गरेर चाहिँ त्यसको सिग्निफिकेन्स चाहिँ त्यहाँबाट थाहा हुन्छ। तर अभियसली के हुन्छ भन्ने कुरा त मलाई एक्ज्याक्टली थाहा भएन। अब त्यो दिनमा चाहिँ लाइट चाहिँ अलिकति स्पेसल चाहिँ हुन्छ। अब त्यही भएर हामी त्यो दिन गर्नुपर्ने हामीले चाहिँ के हो भने दिउँसो घाममा स्पेसल हुन्छ कि मुनमा स्पेसल हुन्छ थाहा छैन, तर सोच्दाखेरि मेरो विचारमा मुनमा स्पेसल हुनुपर्छ जस्तो लाग्छ कि मेरो आफ्नो सोचाइमा चाहिँ। तर घाम पनि स्पेसल होला सायद। त्यही भएर त्यो दिन बाहिर राति बेलुका घाममा त्यो दिन राति बाहिर दिनमा घाममा बस्ने मिल्यो भने आगोसँग मिसिएर बस्यो भने आगो र लाइट एउटै हो नि त। अनि कम्बिनेसन केही हुन सक्ने चान्सेस चाहिँ त्यहाँ छ एउटा कुरा होइन। त्यो चाहिँ मलाई एकादशी कुरा मात्रै गर्न खोजेँ मैले। अर्को कुरा चाहिँ म के गर्न खोजिरहेको थिएँ भन्दाखेरि योगिनीको चाहिँ मलाई खासै धेरै थाहा भएन एक्ज्याक्टली किन योगिनी चाहिँ स्पेसल भयो, किनकि त्यो 4वटा स्पेसल एकादशी पनि पर्दैन योगिनी एकादशी। अभियसली देयर इज समथिङ स्पेसल अबाउट द योगिनी एकादशी। तर हामीले पुराणलाई लियो भने चाहिँ कस्तो हुन्छ नि, पुराण भनेको त इभेन्ट त हो नि, भने त त्यो इभेन्टले गर्दा योगिनी एकादशी स्पेसल भएको होइन क्या। किनभने योगिनी एकादशी स्पेसल हुनलाई त्यो इभेन्टभन्दा पहिला पनि स्पेसल हुनुपर्छ, त्यो इभेन्टभन्दा पछि पनि स्पेसल हुनुपर्छ नि त। लाइक कुनै कुरा स्पेसल हुनलाई त त्यो इभेन्टभन्दा पहिला पनि त्यो कुरा स्पेसल हुनुपर्छ क्या। डिभाइन कुराहरू त। यो कथामा मैले अघि भन्दा बताएँ, त्यसमा पनि त्यही भयो नि त होइन। हेमालीले ऋषिको आज्ञा अनुसार योगिनी एकादशीको व्रत बसेपछि उनको चाहिँ नि मोक्ष भयो। भनेको मतलब योगिनी एकादशी त पहिलेदेखि नै व्रत बस्ने चलन रहेछ। हेमालीलाई त्यो कुरा थाहा रहेनछ। ऋषिले चाहिँ नि सल्लाह दिएछन् कि योगिनी एकादशीको व्रत गर। यो कथा चाहिँ हामीले बुझ्दाखेरि लिन सक्यो कि, किनभने उसले के भनेको छ, योगिनी एकादशी पहिला पनि स्पेसल थियो नि त होइन। यो इभेन्टबाट स्पेसल भएको होइन क्या उसले भने अनुसार चाहिँ यो। अनि त्यो भनेको त्यसलाई चाहिँ मैले क्लोज टु ट्रुथ लिन्छु कि, किनभने अब कसैले के भन्छ यो दिनदेखि स्पेसल हो भन्यो भने चाहिँ त्यो कुरा खासै इम्पोर्टेन्ट छैन होइन। तर एक्सेप्सन टु द रुल होइन। के हुन्छ भन्दाखेरि मसराम बाबा बितेको एकादशी चाहिँ स्पेसल हुन्छ। फेरि किन स्पेसल हुन्छ भन्दाखेरि इभेन्ट हो त्यो चाहिँ होइन, इभेन्ट हुन्छ। अनि किन हुन्छ भन्दाखेरि मान्छेको मृत्यु समाधिबाट भयो भने होइन त्यो एकदमै स्पेसल हो क्या। फेरि त्यो चाहिँ भगवान्ले पनि पाउँदैनन् त्यो चाहिँ। किनभने कस्तो हुन्छ भने हामीहरू मर्दाखेरि कस्तो हुन्छ भने यो अलमोस्ट लाइक हाम्रो कन्सियसनेसको रिसेट हुन्छ क्या एउटा। लाइक सम सोर्ट अफ रिसेट प्रोसेसहरूको हुन्छ एकदमै। अन्त रिसेट कस्तो हुन्छ भने तपाईँहरू एक्सिडेन्टमा पर्नुभयो भने त्यो रिसेटहरू अथवा मान्छेले देह त्याग गर्यो भने होइन त्यसले कन्सियसनेसलाई एकदमै एफेक्ट गर्छ क्या एकदम। लाइक कन्सियसनेसमा कस्तो हुन्छ नि, लाइक उसलाई गाह्रो हुन्छ क्या एकदम। लाइक त्यो थिङ्क अफ इट लाइक सफ्टवेयर होइन, त्यो सफ्टवेयरलाई रिसेट गर्न एकदमै गाह्रो हुन्छ क्या। अब जस्तो तपाईँको एक्सिडेन्ट भएर तपाईँ कोमामा जानुभयो भने एनर्जी लस भइरहेको हुन्छ, त्यहाँ अलाइनमेन्ट मिलिरहेको हुँदैन अलाइनमेन्ट। अनि त्यसले गर्दाखेरि चाहिँ त्यो अलिकति गाह्रो हुन्छ क्या एकदमै। कस्तो हुन्छ नि, लाइक इट्स नट अ लाइक अ नेचुरल वे अफ डाइङ इन सम वेज होइन। अनि त्यसलाई चाहिँ कन्सियसनेसले चाहिँ त्यसलाई रिसेट गर्न एकदमै गाह्रो भइरहेको हुन्छ एकदम। त्यही भएर त्यो आत्महत्यालाई एकदमै नराम्रो भन्छ क्या। धार्मिक हिसाबले पनि आत्महत्यालाई एकदम नराम्रो एकदमै नराम्रो हुन्छ। त्यसले कन्सियसनेसलाई हान्छ क्या। त्यसले आत्महत्याले कन्सियसनेसलाई एकदमै हानिरहेको हुन्छ क्या। अनि सबभन्दा राम्रो भनेको समाधि हो। फेरि समाधि भने चाहिँ यु बेसिकली लाइक त्यो भने बबाले हो क्या। लाइक त्यो भने
कन्सियसनेसलाई चाहिँ उसले के गरेर हुन्छ नि इन्ट्याक्टै राखेर हुन्छ क्या लाइक सो Yeah. बेसिकली कन्सियसनेस जुन तपाईँको आफ्नो कन्सियसनेस छ नि अहिलेको जुन हु द सम्बित इज यु क्यान Yeah. गेट एज क्लोज टु सम्बित एज पोसिबल इभन वेन युआर लिभिङ द अर्थ होइन Yeah. त्यो चाहिँ कन्सियसनेसको भने चाहिँ अहिले चाहिँ मस्तराम बाबा चाहिँ कस्तो हुनुहुन्छ भने हामीहरू चाहिँ के हुन्छ मोडिफाइड हुन्छ क्या हाम्रो कन्सियसनेस लाइक वान्स वी डाई अब आत्महत्या गऱ्यो भने एकदमै गाह्रो हुन्छ कन्सियसनेसली इट्स फ्रेगमेन्टेड एनर्जी चाहिँ डाइभर्स डिस्पर्स भएर के हुन्छ तर हामी पनि समाधिमा गयो भने चाहिँ के हुन्छ हाम्रो कन्सियसनेस चाहिँ एकदमै त्यही लेभलमा बसिरहेको हुन्छ सम्बित क्यान बी सम्बित होइन भनेपछि मस्तराम बाबा इज स्टिल मस्तराम बाबा के राइट नाउ उहाँको कन्सियसनेस इज स्टिल देयर so what that does is like Sambitko consciousness actually Mastram Baba consciousness they connected. They know like your consciousness knows what Sambit Mastram Baba consciousness is. It knows, okay? You don't know that, I know you don't know that, but your consciousness knows, obviously. It's in your subconscious, it's in consciousness, I know. Now you can connect. So this is like the time to connect, you know, and you gotta bring light, you know, light there's something with the light, something with the consciousness of Mastaram Baba, which your consciousness already knows. My consciousness doesn't know, right? My consciousness is not aware. Okay, my consciousness is starting to form awareness because of your story, because of your thing. Already like a signal or pick up because of the story. Already like it's trying to form that awareness. Okay, like it's very off. Like radio signal ma gaya bhane there's no connection. Okay, channel number but there is absolutely no connection. अब वेदान्तिक टर्ममा भन्ने हो भने तपाईको एक्सपिरियन्सलाई चाहिँ नि श्रवण त भइसक्यो अब मनन भइराछ मनन तर त्यसपछिको अर्को चाहिँ भएको छैन हैन ध्यानतिर जान खोजिराछ के निधिध्यासनतिर जान खोजिराछ एक्ज्याक्टली तर इन योर केस इट्स अलरेडी देयर हैन अनि मेरो विचारमा चाहिँ आई थिंक युआर नाउ लाइक दिस अनि समाधिको बेला चाहिँ अरु टाइम भन्दा समाधिको टाइम चाहिँ किन समाधिको बेला चाहिँ के हुन्छ ताकि तब लाइक व्हाट क्यान वी डु नाउ त्यो कनेक्सन चाहिँ इस्टाब्लिस गराउनलाई के लाइक अनि अर्को कुरा मैले सुनेको है दिस इज यो चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ के कस्तो हुन्छ भन्दाखेरि एनर्जीको ट्रान्सफरहरू चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि मैले सुने अनुसार चाहिँ लाइक हाम्रो कनेक्सन युनिभर्सल लाइक कृष्ण अथवा वाट एभर युनिभर्सल कन्सियसनेस लेट्स से कृष्ण एज एक्जाम्पल होइन यो कनेक्सन टु कृष्ण इज नट रियली स्ट्रङ होइन कृष्ण हेज सो मेनी अदर कन्सियसनेस हिज प्लेइङ विथ इज भेरी नट एज स्ट्रङ होइन तर कस्तो पैतृ हुन्छ नि लाइक बुवा आमाको कन्सियसनेस बितेपछि होइन अथवा नबित्दा पनि युआर भेरी कनेक्टेड टु देयर कन्सियसनेस भेरी कनेक्टेड टु योर कन्सियसनेस होइन सो इफ यु वान आस्क समथिङ लाइक लेट्स से फर एक्जाम्पल योर मम इज इन हेभन फर एक्जाम्पल हामीले मानौँ होइन तो आई बिलिभ इट तर लाइक फर हाइपोथेसिस लेट्स मानौँ यु हेभ योर कनेक्सन क्यान कनेक्ट विथ हर होइन she can connect to the God more easily than you do, right? Like, she has more connection, energy connection. She's in it more. She's with it, but you are in it. So it's almost like a intrigue. Like you connect with her, she connect with the soul universe. एउटै कुरामा म जोडिहाल्छु है उपनिषदको कुन चाहिँ उपनिषदमा भर्खरै रिसेन्टली पढ्या हो रिसाल गुरुदेवको बेलुकाको म जुन सत्संग जान्छु त्यसमा पढेकोमा चाहिँ के भनेको छ भने जो मान्छेको जो अब पर्टिकुलर लेट्स से म चाहिँ नि रियलाइज्ड भएँ अरे होइन मलाई चाहिँ फुल रियलाइजेसन भयो अरे होइन रियलाइज त अब रियलाइज त जो पनि सबै रियलाइज हो होइन तर फुल रियलाइज चाहिँ भएँ अरे भनौँ न होइन मलाई चाहिँ आफ्नो वास्तविकता थाहा भयो अरे म मस्तराम बाबा जस्तै भएँ अरे भनौँ न भने चाहिँ नि के हुन्छ अरे भने उपनिषद अनुसारमा चाहिँ नि मेरो 22-21 पुस्ता कि कति पुस्ता यता र उता दुइटै नै त्यसमै जान्छ अरे क्या भनेको अब मस्तराम बाबा इफ ही वाज इन्डिभिजुअल पर्सन लाइक मी इफ ही गट वन्स ही गट रियलाइज्ड होइन त्यसपछि उहाँको 22 पुस्ता यता र 22 पुस्ता उता 22-21 कति पुस्ता कुन चाहिँ उपनिषदमा भनेको छ त्यो खोज्यो भने थाहा पाइन्छ होला त्यसो भनेको छ क्या त्यो भनेको अब त्यो तपाईँले अहिले जुन भनिरहेको पोइन्ट छ नि कन्सियसनेस आमासँग कनेक्टेड भनेको पितृलोकसँग बढ्दा कनेक्टेड भनेको होइन 22 पुस्ता नै चाहिँ नि पुरा लिबरेटेड हुने गरी भने त इट्स क्वाइट इन्ट्रेस्टिङ
हो भनेपछि अब त्यो त मस्टरम बाबाको आफ्नो फ्यामिली भयो होइन एन्ड इफ युर मम वाज रियलाइज विच आई थिङ्क सी वाज राइट देयर इज नो वे एनीवन Yep. क्यान एभर लाइक फास्ट फर 11 days के त्यो She was पोसिबलै doing छैन कि ह्युमनली पोसिबलै छैन कि fine. बायोलोजिकली पोसिबल छैन मेन्टली साइकोलोजिकल्ली पोसिबल छैन त्यो सी Fine. ह्याड टु बी रियलाइज के त्यो त एभिडेन्स पिपल गिभ एभिडेन्स है अब फिजिकल एभिडेन्सहरू दिइरहेको हुन्छ मेन्टली त यु क्यान रियली ब्रिङ युर मेन्टल टु समन एल्स होइन तर देयर बी अ साइन the sign will Right. be fasting is one of the best signs. You can't fast for more than 5 days right now. Like Right. I can guarantee, no matter how much realize you are, 5 दिनपछि मान्छेलाई गाह्रो हुन्छ लाइक दुई दिनपछि नि गाह्रो हुन्छ you literally cannot के physically cannot होइन तर anyway तर अब मलाई चाहिँ कस्तो लाग्छ भने अब यो दिन हुन्छ नि यो दिनमा चाहिँ like somehow you have to tap into Mastaram Baba's consciousness. Like I think and you tap into him, okay? Like can you like a God ma चाहिँ गाह्रो भयो. It's like he's a little bit further away. But if you can tap into Mastaram Baba, and I think Mastaram Baba could be placed even higher than God itself sometimes. The way he did Samadhi, okay? Samadhi, he basically intact his consciousness versus like Krishna and other guys, they died like as a human flesh, but मरेपछि there was some fluctuation obviously, होइन तर obviously उनीहरू चाहिँ हायर लेभलमै भएको भएर त्यही भएर मेन्टेन गर्नलाई गाह्रो हुँदैन उनीहरूको चाहिँ होइन तर मसँग बाई सो आई थिङ्क सो बेसिकली दिस इज टाइम टु लाइक उसको कन्सिस्टेन्समा कसरी ट्याप गर्ने भन्ने कुरा हो सो आई थिङ्क द पोइन्ट आई थिङ्क वी हेभ टु अन्डरस्ट्यान्ड नि होइन अब सो इफ यु हेभ टु ट्याप इन्टु हिज कन्सियसनेस your consciousness has to tap into his consciousness. How do you do that? अब that's Plain and simple answer. Simple. सबभन्दा simple answer. Complete cessation of thoughts. no, that's you going to your consciousness, होइन That's his consciousness. That's his consciousness. That's universal consciousness. But then that's no different. The answer that you're gonna give me is the same as you're gonna give it to connecting you to your mom, right? Yeah. Or connecting with your dad, right? It's so the answer has to be a little bit different. Okay, like the answer there has to be something a little different, even though everyone is one, right? So I think there is something different. Okay, so I think there is something different with connecting with his consciousness than the universal consciousness or your mom's consciousness or dad consciousness. Even though everybody is universal consciousness tap into, there's a little bit. There has to be a little bit different to the way you tap into him. Your answer is like it's the same for every consciousness. Okay, I'll answer saying, you know. But there has to be a little bit different. How do you connect with a one consciousness versus the universal consciousness? Even though we're all connected. Okay. So I think like so हामीले चाहिँ के गर्नु पर्यो भने होइन like how do you tap into his consciousness के अब चाहिँ होइन त्यो चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ कि लाइक बट देन कस्तो हामीले कस्तो सोच्नु हुँदैन भने लाइक लास्ट च्याप्टर चाहिँ आई नो इट्स अल वान कन्सियसनेस डोन्ट रियली म्याटर होइन लाइक एट द एन्ड च्याप्टर त लास्टमा त्यही नै हो लाइक नथिङ इज म्याटर त्यो चाहिँ तपाईँ आज बादमा गयो भने चाहिँ लाइक रियली अहिले कुराहरू पनि पर्दैन होइन तर अब आई वान गो देयर के होइन म त अलिकति अगाडि च्याप्टरमा मात्रै बसौँ भनेर एकछिन होइन त्यो च्याप्टरमा बस्दाखेरि चाहिँ how do you tap into his consciousness? Okay, like I think that's going to be like a very important, and it could be from his book, or it could be from his mantras. तपाईँ यो यसमा यस्तो चिन्तित भएर यसरी लाग्नु भएको छ नि होइन तपाईँ लाग्नु भएको छ नि त यो ट्याप इन्टु इन्डिभिजुअल कन्सियसनेस कसरी गर्ने भन्ने तपाईँको एउटा चिन्तनै छ नि त होइन यसलाई चाहिँ केले चाहिँ एकदमै टेवा दिएर एकदम माथि प्रोपेल गर्ने भन्छ नि प्रोपेल गराइदिन्छ जस्तो लाग्छ भने मलाई तपाईँ त्यहाँ भौतिक रूपमै ऋषिकेश गएपछि र गुफामा गएर बसेर 100%, 110%. त्यो चाहिँ मेरो रिसर्चमा पनि त्यही नै भनेको छ कि कस्तो हुन्छ अरे भन्दाखेरि होइन लाइक दे नो रे के कस्तो त्यहाँ गएपछि त्यहाँको ट्रिज त्यहाँको रक्स त्यहाँको like like non-living things, living things, whatever they have the memory of that consciousness, and it's gonna be very powerful than any other people's consciousness. Because a lot of people have come and go. A lot of people have come and go in that particular path. 110% म त्यो गुफामा गयो भने I can feel it 110%. Like that is 110% correct. त्यो चाहिँ मैले नै महसुस गरेको लाइक यु अनि मैले महसुस गरेँ नै होइन कि लाइक फर इक्जाम्पल इभन your house that you stayed before you went to North Oaks. त्यो ओक्समा बस्दा त्यो घरमा if you drive now, some awareness comes in naturally to you. You don't even have to try. Like
Yeah. सास फेर्नुपर्छ होइन Yeah. सास फेर्दा त्यो अक्सिजन र कार्बन डाइअक्साइड खेल्थ्यो हो सबै होइन Yeah. त्यहाँ गएर सास मात्रै फेरिदिनुपर्छ लाइक अवेरनेस स्टार्ट टु फ्लो थ्रु यु तपाईँलाई एउटा कुरा भनौँ, यो घरमा बसेको मान्छेहरू 46 वर्ष यो घरमा बसेर बेचेको होइन। किनेको लास्ट इयरको जुलाई 27मा किनेको 10 वर्ष हुन लाग्यो ठ्याक्क होइन। त्यो जुलाई 27को दिनमा हामी चाहिँ नि क्लोजिङ गर्न गयौँ। अनि यो घरको बुढाबुढी जो यहाँ 46 वर्ष बस्या बुढाबुढी हो तिनीहरू पनि आएको थिए। बुढा त अहिलेसम्म नि बाँचिरहेको छ, बुढी चाहिँ नि 2 वर्ष अगाडि ऊ भयो, डेथ भयो होइन। अनि पछिबाट बुढीले मलाई क्लोजिङमा आएर क्लोजिङ गरिसकेपछि आएर मलाई हात समाई यसरी समाति होइन। बुढी 86 वर्ष भइसकेको थियो क्यारे जस्तो लाग्छ मलाई। सी वाज रियली ओल्ड होइन। अनि पछि she couldn't hear properly, so she needed a person to tell her what's going on when we were doing the closing. I know, so that's how old she was. And she came and told me, do you like gardening? And she had her tears in her eyes, right? And she held my hand and told me, do you like gardening? And I said, yeah, I do, because my father had taught me gardening in Nepal. That's how I got into gardening, right? And he goes, yeah. And she goes, that was a home to me. That was a home to me. So it was really tough for her to say goodbye to this 46-year-old aboard. Yeah, for her. I know. And I told her just to be nice or some, I don't know what to say at that time. So I said, you are welcome to come anytime to visit. That's what I said. They moved right across in a little townhouse because they're too old to take care of this. So that was that. But when she left her body, or when she died, मैले चाहिँ नि यो टम र नेन्सी भन्ने मेरो यहाँ बुढाबुढी कुरा गर्छु क्या, उनीहरू सधैँ हिँडिरहेको हुन्छन्। त्यो टमले भन्यो मलाई, उनीहरू साथी मेरो पहिलाको घरमा बस्ने बुढाबुढी र टम। अनि नेन्सी डाइड, के अरे नेन्सी होइन सरी, कहाँ रोजमेरी हो क्या, एनिवे मेरी पास्ट अवे भनेर भन्यो। त्यसपछि मैले आई क्यान फिल द थिङ अराउन्ड माई हाउस क्या, काइन्ड लाइक हर स्पिरिट हुन्छ नि। द्याट वाज मेबी साइकोलोजिकल because no. Like you're saying that, no? Yeah. So why before you even said this, I know. Yeah. I already sensed that, Keferi. Like Yeah. you said this to me, I know. Like when you say she passed away 2 years ago, I know. Like I knew you would feel that, like that. You shared it later on, I know. But I knew like the plant remembers, okay? Yeah. Plant remembers. Plant remembers. Her attachment to the place remembers. Yes. Right? Whole energy. Whole energy remember, but there are certain things that remember more than others, right? Now, just to living things will definitely remember more than others, right? Now, but if there was Tulsi there, Tulsi will remember more than others. Okay, there are certain plants will remember more than others. Exactly, people like I don't know how much of the research you have done on people. I know people it's a very conscious plant, you know. Esto conscious plan हुन्छ कि यस्तो crazy छ क्या like sometimes you have to look at some of the like के भन्छ उ गर्नुपर्छ क्या, like you have to look at the evidence of it हैन। सबभन्दा मिठो मसरुम भनेको मोरल मसरुम। I don't know if you have tried moral mushroom हैन। मोरल मसरुम खायो भने यस्तो मिठो हुन्छ सीमित छैन क्या। like everybody says it's a like a सबभन्दा खतरा मसरुम हो क्या त्यो चाहिँ, त्योभन्दा मिठो मसरुमै हुँदैन क्या। त्यो मसरुम चाहिँ पिपलको रुख बाहेक अरू रुखमा कहिल्यै हुँदैन। It only grows on specialty. Like it's almost like the world best testing mushroom, almost like a king of the mushroom. Choose only tree that it can grow. It's people tree. यही पिपलको अनुसारमा मस्तराम बाबाले गाईको महात्म्यमा एउटा किताबै लेखिसकेको छ क्या, गोबी मर्सडम भन्ने होइन। अनि म पनि सोच्ने यो गाईको किन त अरू चाहिँ जनावर किन चाहिँ माथि छैन, गाई चाहिँ किन यस्तो महात्म्य, गाई पूजा गरेको छ, गाईलाई आमा भनेको छ, जहाँ दुध दिएर मात्र दुध त उसले पनि दिन्छ नि, बाख्राले पनि दिन्छ, के अरे उसले पनि दिन्छ नि होइन। विभिन्न अरू जनावरले नि दुध दिन्छ नि होइन, भैँसीले दिन्छ, भैँसीलाई चाहिँ किन माथि नराखेको, गाईलाई किन राखेको, मेरो क्वेसन हुन्थ्यो क्या। यो गाईको यस्तो रहेछ कि गाई इज द क्लोजेस्ट कन्सियसनेस टु द कन्सियसनेस, जस्तै पिपल भयो नि बिरुवाहरूमा, 100%। गाई इज द्याट रहेछ क्या। अनि त्यही भएर गाई एकदमै उ गरेर रहेछ। त्यो बताउन नजानेपछि अनि यिनीहरू त गाई मान्छन् भनेर वेस्टर्नहरूले जिस्काउने हुन्छ नि, कोलोनियल पावरले जिस्काउँछ नि त, गाई मान्ने पनि हुन्छ बट भन्ने।
त्यस्तो त्यस्तो भयो क्या Now they have done research on it, होइन like Yeah. now they have done research on it and it's Yeah. proven, होइन कस्तो Oh. हुन्छ चाहिँ उनीहरूको चाहिँ they're basically doing a magnetic radiation के like they have done like more research now, होइन कस्तो हुन्छ एउटा उनीहरूको एउटा फिल्डै हुँदो रहेछ क्या बेसिकली, होइन ए ए अनि त्यो फिल्ड चाहिँ मान्छेको फिल्ड भन्दा बढी ठुलो हुँदो रहेछ लाइक चाहिँ हाम्रो जुन म्याग्नेटिक फिल्ड छ नि हाम्रो अवेर कन्सियसनेसको उम्, त्यो गाडीको चाहिँ ठुलो हुँदो रहेछ, होइन अनि त्यसपछि आएर गाई टक्स टु नदर गाई के फेरि लाइक सो यो गाई लाइक भनेपछि एउटा गाउँमा चाहिँ पुरै गाईहरू नै टन्नै घर वरिपरि गाई छ भने द होल टाउन हेज अ कन्फाइन्ड कन्सियसनेस एज वान के जस्तो नि एउटा गाईको यस्तो त्यो सर्कलमै हुन्छ क्या सर्कल हुन्छ उसको एउटा आफ्नो बिहान हुन्छ अर्को बिहान हुन्छ गाईको अर्को बिहान हुन्छ अर्को बिहान हुन्छ मेरो कुकुरको पनि छ क्या कुकुर बाहिर जाँदा त यु हेभ द सेम थिङ कुकुरको पनि एउटा एउटा बिहान छ कि लाइक त्यो गोलो हुन्छ त्यो गोलो हुन्छ इट क्यान्ट गो अप फर्दर देन द्याट के उसको भित्र अनि गाईको पनि त्यस्तै हुन्छ क्या अनि बेसिकली दे टक टु इच अदर के त्यही भएर एउटा गाउँमा चाहिँ सबै घरमा गाई छ भने द कन्सियसनेस इज गन बी हायर फर द्याट त्यो कस्तो नि अनि कस्तो हुन्छ हाम्रो खानेकुरा चाहिँ मान्छे खानेकुरा दिइरहेको हुन्छ क्या प्रायः गाईलाई चाहिँ हाम्रो हाम्रो खानेकुरा दिइरहेको हुन्छ अनि गाईको दुध त हामीले खाइरहेको हुन्छ नि त सो देयर इज एक्सचेन्ज अफ डिएनएज बिट्विन एकदमै कस्तो हुन्छ नि दुधमा चाहिँ कस्तो हुन्छ भने एकदमै डिएनएको एकदम धेरै हुन्छ क्या लाइक किनभने बडीली फ्लुइड हो नि त दुध त लाइक बेसिकली अनि हाम्रो चाहिँ अब हामीले खाएको खानेकुरा पनि मुखले खाएको दिनु त नि गाईलाई पनि प्रायः त होइन सो एक्सचेन्ज अफ लाइक अल द्याट बिट्विन मान्छे र गाईमा चाहिँ होइन बट एनिवे सो मसरम बाबुको कुरा ब्याकमा जाँदा होइन लोकेसन डेफिनेटली ह्याज अनि यु वाट यु से इज करेक्ट होइन तर तर अब लाइक बट देयर इज अल्सो डिफ्रेन्ट वेज टु गेट देयर के त्यो चाहिँ एउटा जियोग्राफिकल प्रक्सिमिटी त वान वे देयर इज अनदर वे इज वाट इज अनदर वे के अब वी गोट फाइन्ड अनदर वे इभन हियर हाउ क्यान so you may be already doing it के you may be already you just don't know it एउटा मलाई मन परेको चाहिँ मैले अब उहाँको कन्सेसनमा ट्याप इन त गरेको छैन होइन तपाईँले भने जस्तो सबै तर अब गरे पनि होला थाहा छैन अब भएको छ र भएको छैन भन्ने कसरी भन्ने कुरा पनि आउँछ तर मेरो चाहिँ सबभन्दा पावरफुल टुल चाहिँ कस्तो भने म चाहिँ मान्छेहरू पढ्ने भन्छन् पढ्ने पावरफुल भन्छन् होइन मलाई चाहिँ पढ्ने चाहिँ पावरफुल कहिले पनि लागेन मलाई चाहिँ भिजुअल र साउन्ड पावरफुल लाग्ने होइन अनि मैले एकताका के गरेँ भने यो मस्तराम बाबाको टेप जुन मैले अहिले मेन्सन गरेको थिएँ नि अडियो टेप जुन वेबसाइटमा छ भने त्यो टेपलाई मस्तराम बाबाको फोटो राखेर अनि त्यो टेप सुन्ने होइन सो मलाई चाहिँ मस्तराम बाबाले नै बोलेको मलाई बोलेको मेरै अगाडि बोलेको म त्यो फोटोमा स्टेयर गरेर अनि टेप सुन्थेँ क्या अनि पछि त्यसले मलाई चाहिँ प्रोपेलै गर्यो एक किसिमले होइन किनभने मस्तराम बाबा अगाडि भएको जस्तो मात्रै हो बारिङ अल द डिभाइस मैले त्यो कम्प्युटरहरूलाई नेम नदिएपछि त त्यो मतलबै भएन नि त मलाई then that's it के like that's it I knew you were already doing it yeah that's it that's it so it's almost like this is दिव्य दृष्टि जस्तो okay like it's like a मैले के पनि कम्युनिकेट गरेर धेरै छैन जस्तो लाग्छ क्या मलाई तर यो प्रोसेस चाहिँ इट्स लाइक दिव्य दृष्टि प्रोसेस जस्तै हो क्या यो सबै अब मैले जुन फेसबुकहरूमा राख्न थालेँ नि यो सबै होइन यो मैले गरेको होइन क्या मलाई एक किसिमको इन्सपिरेसन जस्तो आउँछ होइन अनि पछि म बोल्छु क्या त्यो बोलेको शब्द चयनहरू हुन्छ नि मैले गरेको शब्द चयनहरू त्यो मेरो होइन क्या खासमा धेरै कुरामा it kind of flows through that when I saw उहाँकै फ्लोबाट आउँछ क्या मेरो फ्लोबाट हुँदैन क्या त्यो कुरा no that makes sense no I think you answered so maybe I don't know if there's other ways but anyway मैले चाहिँ के भन्न खोजेको भने like today you have to find that channel like somehow कस्तो हुन्छ नि like तर the way you would know होइन the way you would know you tap into his consciousness would be but you have to know that you tap into his consciousness you have to know that as well होइन कस्तो हुन्छ भने अब चाहिँ कस्तो हुन्छ कस्तो थाहा हुन्छ नि सो यु हेभ टु गो विथ द इन्टेन्सन के लाइक एउटा केही कुराको एन्सर केही कुराको हिज अ गुरु नि त सो यु हेभ टु गो विथ द क्वेसन्स अर कम्स फ्रम कन्टेम्प्लेसन अर समथिङ एन्ड यु गो विथ हिज कन्सियसनेस अनि सी like what like he will give that answer back to you okay you have to tap into his but maybe you start with tapping into his just like you were doing and सुनेर हेरेर and you go into his and once you go into that then you
your intention अथवा your question के हुन्छ थाहा छैन, but अँ, but you can try it out, okay? And then we'll go हो, in and you'll have some sort of a revelation or something gets planted to you. You may not know any answer right away. I don't तर care, yeah. whatever intention or question that this is just for your mental validation, you know. Yeah, Whatever you're going into, try to write it down or try to think about it. Like म चाहिँ yeah. I want to know more about this. किन चाहिँ यस्तो भएको होला अथवा के को होला, like I want to know answer अथवा I want to know direction अथवा I want to know something, like, whatever your intention, I don't know, होइन, तर whatever you think about it, go in. You may get answer right away. You may not get answer right away. I don't know, होइन. तर Oh, if as long as you're contemplating on that question like a week later or 2 weeks later, you'll oh, see like a flow. oh, Like exact, के एकदम, भइरहेको हुन्छ क्या, like त्यो एकदमै त्यो इन्टेन्सनमा चाहिँ के नि कहाँ काम भयो कहाँ, like they start to seeing something within हुन्छ, you, outside something will come, like, but then if that happens to you, then you are kind of knowing that okay, I'm slowly getting into that, भन्ने चाहिँ 100% हुन्छ, like, but anyway, त्यो I think I would definitely like encourage practicing that today, के, like अथवा हुन्छ, त्यो नि चाहिँ absolutely. very like एकदमै Oh, important day one though. They were like, I think absolutely. there's something flowing through it. Into it, yep, I think yep. he probably from his consciousness, well, मैले सुनिरहेको छु होइन. So Oh, what he's probably wants to do is something he wants to do with the body. oh, Think that whatever he does, he's in a good place, I know, but he doesn't have a human form. That's mm, it's also pretty special, okay? Very yeah, special yeah, privilege to have a human form, yeah, right? So he yeah. may want to channel something through you. I don't know what that is. Like mirror life hypothesis, if it's not, it may not be true. Or there might be something that he want to channel through you. One, I know, human form. Because Mm, you're also a god in some ways because you have a human form, right? yeah. Matter form. So every That's human, that's yep, that's from his perspective. yep, From your perspective, there's something he's close to the one, or he is yep, with one. He has yep. something that he may flow through energy. Like his is more you Shiva energy. He has that Oh, energy that you can tap in and get it, and he what you have is a form energy, matter go form energy that which you oh, have that he doesn't have. Okay, like it's almost like a yin yang just yes, you yeah. have something that he doesn't have, he has something that you don't have, right? So I Oh, think that there could be something could come out of that. I don't know, like a mirror, it's just a hypothesis, eh, very it's not, uh, but you with, have to be the one telling the with, story that what right. if something comes, and nothing could come either, like I don't know, okay, but अहिले तुन्दै पनि नआउन सक्छ क्या, किनभने मैले जुन कहानीहरू जुन मस्ताम बाबासँग भएको घटनाहरूलाई फेसबुकमा राखिरहेको छु नि, uh त्यसको त्यसको त्यो अब मैले त्यो त्यो भल्चर मस्ताम बाबाले राखिदिएको हो, त्यहाँ हि ह्याड अ पावर भन्ने कुरा विश्वास गराउनलाई नै मलाई धेरै टाइम लागेको थियो क्या, किनभने मैले त्यो मान्छेले त्यसरी चाहिँ नि मैले त मान्छेको रूपमा हेरेको थिएँ नि त त्यो बेलामा होइन. सो सो त्यो कन्सियस मान्छेले त्यो कन्सियस लेभल आफ्नो कहाँ छ त्यही अनुसारमा ग्रास गर्न सक्दो रहेछ क्या. जस्तै फर एक्जाम्पल पुरानो पुरानो कथाको कुरा गर्ने हो भने दुर्योधन कुड नट रेकग्नाइज कृष्ण एज दिस सुपर And ह्युमन. then मैले यो यही कुरा होइन, like the thing you are saying exactly that होइन, मैले चाहिँ के भन्छु अध्यात्म कुरा has to relate with light, है, यो कुरा चाहिँ अनि whatever you are saying, like it's like I can go detail होइन, whatever you're saying is correct के फेरि किनभने I have done research on this that it connects with it, light. So you चाहिँ 100% ट्रु कसरी छ भन्दाखेरि लाइटसँग पनि कनेक्सन छ क्या, भने कस्तो नि the way the higher consciousnessले चाहिँ लाइट देख्ने र lower consciousnessले लाइट देख्ने, it's a different light के, and that I have done research very deep down. 100% of it. मैले यतिकै like, so you are going from philosophy, obviously, right? It's just a philosophy because you have no idea about physics behind the thing, होइन. So तर whatever you're saying is correct. किनकि like I have sat on there for a long time done research, होइन. Fundamental thing is correct. Like it is whatever you say is absolutely correct. Like it's a hypothesis, like it's a philosophy, but physics proves it. Okay, like so the 100% हुन्छ हाम्रो consciousness level the way the light is not the same for everybody. 100%. It's not same for everybody. किनभने त्यहाँ पनि मस्ताम बाबाकै आश्रममा कतिजना आउँथे, यस्तो त भनेको सुनेकै छु मैले, यस्तो पनि मान्छे हुन्छ भनेर गएको क्या. Exactly. Because they're not seeing, they're not the light. So everything is light. You're seeing me through the light right now. Like light चाहिँ मेरो फोनमा reflect हुन्छ, reflect बाट मेरो आँखामा आउँछ अनि I make perception based on the
लाइट छ Yeah. ओके होइन अब त्यो चाहिँ Light कन्सिस्टेन्सी चाहिँ and when you talk about light त एकदमै मसिनोमा पनि एकदम मसिनो सुष्मा भनेर थाहा हुन्छ नि त होइन ओ so to see the light yesterday I told I'm not gonna name who I told, but I said, dude, don't come and debate with me until you at least give up pork and beef. That's what I said, because he eats both, right? And I said, because the justification for being vegetarian is that to meet the light, you gotta be as light as possible, light as possible in every way. Now, denser the food intake, less likely you're gonna meet the light. To meet the Yeah. light, you gotta be as light as possible in every Impossible. Oh. अनि त्यो चाहिँ मलाई this is philosophy होइन होइन now you're mixing like Ayurvedic and yes, Rigvedic. Okay? Rig Like Vedic. so I think there's a relationship. Whatever you're saying, I think if you look at the Ayurvedic, like there is relationship for sure. Right? I'm not Absolutely. happy, like Sattvic, Rajasic, Tamasic, also up one Absolutely. way to describe it. But I think there's another relationship there as well. If you look into Ayurvedic, it probably says something about that exactly what you're saying. सुन्नु न मेरो अब ल हुन्छ bro. So it was a very interesting, very amazing conversation. But here's the thing. Look, I do want you to like go through that consciousness process with him, man. You today especially, and I want to circle back next Saturday. I want to Okay. see. I want to hear your take. My How when you tap into it, what was your intention? What you trying to understand? I know but I want you to have a solid intention with solid thing going into it today, and the next week over the week, and I want to like hear it. If something comes up with it, nothing comes up with it. I don't know. Nothing could come up with, but I want to hear that. Take it to us, like the cycle will come completely. Mirror thought much. Okay, he tap into it today, and this is the intention that you had, and then I want to hear like when you come back next week. Okay, what happened? Like let me know what would happen, because this is a new thing, Nita. Everything you were saying was a past thing. I know. Right. But I want to also see did something happen. Yeah. Anyway, once. Right? I want to hear next week either. Absolutely. सुरुमा के 5 minutes मात्रै, we can do 5 minutes on this and just to see like, hey, did you notice something?